सबै त्यहाँको हरेक प्रेसका कर्मचारीदेखि लिएर हाकिम साहबहरूले यति राम्रो काम गर्नुभएछ कि एकदमै राम्रो स्विफ्ट। अनि हामीलाई मतपत्रहरू हेर्ने काम भयो। हामीलाई लाग्यो कि अब निर्वाचन आयो, अब खालि जनताले छाप लाउन मात्रै बाँकी छ। अनि म अब तपाईँहरूको सामने नै त्यहाँ जनक शिक्षा सामग्रीको हाकिम साहब र जो कर्मचारी हुनुहुन्छ उहाँहरूलाई चाहिँ मैले ती धन्यवाद दिएर आइसकेँ। त्यहाँ काम गरिरहनु भएकोहरूलाई, यहाँ हाकिम साहबहरू हुनुहुन्छ उहाँहरूलाई धन्यवाद दिन्छु। सबभन्दा ज्यादा त म उहाँलाई, हाम्रो निर्वाचनको चाहिँ आयुक्त जो हुनुहुन्छ उहाँलाई चाहिँ धन्यवाद दिन्छु। यसमा ठुलो 50% भनौँ उहाँको परिश्रम छ। यति स्विफ्ट तरिकाले, यति राम्रो तरिकाले काम गर्नुभएको छ र यो निर्वाचनको 4वटा खम्बाकोमा चाहिँ 2टा खम्बा चाहिँ उहाँ भन्ने मलाई लाग्छ। उहाँहरू भनौँ न, यहाँ 3जना चाहिँ 3टा हुनुभयो, म्याडम हुनुभयो, अनि हाम्रो यहाँ हुनुभयो। हेर्दा पातलो भयो नि, काम चाहिँ राम्रो गर्न सक्नु। एकदम तपाईँहरू निश्चिन्त मान्नुहोस्, चुनाव आयो, फरक पर्दैन। एकै दिनमा हुन्छ चुनाव, 2चोटि हुनेवाला कहीँ छैन, एकै दिनमा हुन्छ, कहीँ केही त्यस्तो हुँदैन। अब हजुर तोकिएको मितिमा त्यही दिनमा चुनाव आउँछ। मलाई जहाँसम्म लाग्छ मौसम पनि राम्रो हुन्छ। मैले जे कुरो गर्दै जाँदा हरेक कुरो जो अगाडि बढ्दै गइरहेछ राम्रो 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 मात्रै भइरहेछ। मलाई त्यो लागेको छ कि एकदम सब राम्रो हुन्छ। हामी सबैले मतदान गर्न पाउँछौँ र त्यसको रिजल्ट आउँछ। रिजल्टमा पछि चाहिँ सरकार बन्छ, हामी थपक्क हस्तान्तरण गर्छौँ र आफ्नो घरतिर जान्छौँ।